हेलो साथीहरू नमस्ते गोड लागेची वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू म चाहिँ एकदम सन्चै छु र मेरो युट्युब फ्यामिलीहरू पनि एकदम सन्चै हुनुहुन्छ भन्ने आशाको साथ आजको भ्लग म सुरु गर्दैछु साथीहरू। नयाँ भिडियोको साथमा ममता चौधरी आइसकेको छ हजुरहरूको माझमा साथीहरू। अनि आजको भ्लग चाहिँ आज मिति 2081 साल 11 महिना 21 गते साथीहरू हैन। अहिले बेलुकाको ठ्याक्कै 8 बजिरहेछ साथीहरू हैन। म चाहिँ साथीहरू आजको मितिभन्दा ठ्याक्कै 1 वर्ष पछाडि जान चाहन्छु हैन। किनकि मेरो दादा शान्ति सेनामा जानुभएको थियो आजको 1 वर्ष अगाडि। अनि त्यति बेला त म भ्लग पनि बनाउँदिन थिएँ हैन। अनि यो खोपरीमा सोच पनि आएको थिएन कि म भ्लग बनाउँछु भनेर। अनि त्यति बेला त भिडियोहरू गर्न पाइनँ, गर्ने सोचै आएन साथीहरू। अनि त्यही भएर चाहिँ अब मेरो दादा पनि आउने बाला हुनुहुन्छ। सायद यो भिडियो हेरिन्जेलसम्ममा तपाईहरु हेरिन्जेलसम्ममा चाहिँ मेरो दादा नेपाल पनि आइसक्नुहुन्छ होला। किनकि अब मेरो दादा 4-5 दिन पछाडि आउँदै हुनुहुन्छ हैन घर। अनि त्यही भएर चाहिँ म धेरै दिन अगाडिदेखि नै सोचिरहेको थिएँ यो भिडियो म हाल्छु भनेर। अनि यताउति खै के गर्दा त्यतिकै 1 वर्ष कति छिटो कट्यो के। अनि थाहै पत्तै पाएन। अनि त्यसो गर्दै आज त 1 वर्ष पुरा भएछ। अनि त्यो मेमोरीहरूलाई चाहिँ म मेरो युट्युबमा क्याप्चर गरेर चाहिँ म राख्न चाहन्छु हैन। त्यही भएर चाहिँ आजको भ्लग म बनाउँदैछु साथीहरू। मेरो दादा मिसन जानुभएको थियो नि त। अनि त्यो क्लिपहरू किनकि म मम्मी हैन हाम्रो भाउजूको मम्मी हामी दादाले छोड्न गएको थियौँ नि त एयरपोर्टसम्म। अनि अलिअलि भिडियोहरू मतलब त्यति बेला त म टिकटक बनाउँथेँ हैन, टिकटकहरू चलाउँथेँ। अनि त्यही अलिअलि क्लिपहरू छ हैन, हजुरलाई पनि यसो देखाइदिउँ भनेको हैन। अनि त्यही भएर चाहिँ अब म एकछिनमा त्यो क्लिपहरू हैन यसमा चाहिँ एड गर्छु हैन, हजुरले पनि हेरिदिनु होला साथीहरू। र साथीहरू अब 1 वर्ष पछाडि जानु पर्यो हैन। मेरो दादाको बिदाईको अलिअलि भिडियोहरू छ, म त्यो भिडियो सेयर गर्दैछु साथीहरू, हजुरहरूले पनि हेरिदिनु होला। ओके, दादाको फ्लाइट हुने दिन चाहिँ हामी त्यहाँनिर थिएनौँ हैन। दादाको के अरे फ्लाइट हुनुभन्दा 1 दिन अगाडि नै बिदाई कार्यक्रम राख्नुभएको थियो। अनि त्यो दिन चाहिँ हामी गएको थियौँ हैन। बिदाई कार्यक्रम त्यही दिन राख्नुभएको थियो 1 दिन अगाडि फ्लाइटको। अनि अब त्यति धेरै 200 जनाको टिम हुन्थ्यो नि त दादाहरू। अनि त्यही भएर चाहिँ बिदाई कार्यक्रम चाहिँ 1 दिन अगाडि राख्नुभयो। अनि भोलिपल्ट चाहिँ हामी जान पाएनौँ हैन, मिलेन पनि। अनि त्यही भएर चाहिँ साथीहरू हामी चाहिँ फ्लाइट हुनुभन्दा 1 दिन अगाडि है त्यो भिडियोहरू चाहिँ हेर्नु हजुरहरूले पनि। सबैजनाको घरबाट चाहिँ आउनुभएको थियो हैन। अनि हाम्रो यो दादाको चाहिँ कोही पनि आउनु भएको थिएन बिचरा। घर उतातिर पश्चिमतिर सुर्खेततिर घर अरे। अनि त्यही भएर चाहिँ हामीले नै टिका सिका लगाइदिएको यो दादालाई चाहिँ।
Tak main deh. भिडियो चाहिँ हजुरहरूलाई कस्तो लाग्यो होइन अनि हामी चाहिँ दुईवटा ठाउँ मात्र घुम्यौँ होइन टाइमै थिएन घर पनि आउनुपर्ने थियो अनि त्यही भएर नारायण हाइट कि के भन्छ नारायण हिट्टी कि नारायण हाइट के भन्छ मैले भन्नै आएन हौ साथीहरू हुन्छ राजा काण्ड भएको थियो नि अनि त्यहाँनिर घुम्यौँ भिडियो सिडियो गर्न केही नै नदिँदो रहेछ त्यहाँभित्र त बाहिरबाट मात्र मम्मीहरूको दुई चारवटा फोटो खिचेँ होइन मैले अनि भित्र त यति राम्रो छ साथीहरू कुरै नगर्नु तपाईँहरू पनि जानुभयो भने काठमाडौँतिर त्यहाँ जानु होला एकदम राम्रो छ भित्र बाफ्रे पुरै सिसै सिसा अनि त्यसपछि हामी यता साङ्गा गयौँ होइन अनि साङ्गा अनि त्यसपछि एक दिन चाहिँ वीरकुटी मण्डप गयौँ नानीहरूलाई लुगासुगा किनिदिएको अलिअलि अनि त्यसपछि हामी भोलिपल्ट घर आयौँ साथीहरू सो के गाइज आजको भ्लग चाहिँ यति नै है अनि मेरो दादा आउनु अब 4-5 दिन बाँकी छ होइन अनि त्यो भिडियो अब अर्को भ्लगमा ओके गाइज बाइ बाइ लभ यु टेक केयर